नमस्ते एसडी सप्लायर्स मूलपानी र सुपर इन्टिरियर्सबाट हामी अहिले मूलपानी सिरिजन टोल 5 नम्बर गेटमा रहेको हाम्रो सोरुम एसडी सप्लायर चाहिँ डेकोरमा छौँ र हामी यहाँबाट भक्तपुर गएर पर्दा फिटिङ गरेर आउनेछौँ र म तपाईँलाई पर्दा फिटिङ गर्ने सम्पूर्ण प्रोसेसहरू देखाउनेछौँ। यो अहिले हामी अगाडि आएका छौँ। यो मूलपानी चौर यहाँदेखि सिधै जानुहुन्छ भने तपाईँ साँखु हाइवे जानु सक्नुहुन्छ भने दायाँतिर जानुभयो भने यो तपाईँ भक्तपुर जाने रोड हो र यहाँबाट अगाडि नेपाल इन्जिनियरिङ कलेज आउँछ र यो भक्तपुर र काठमाडौँ सीमाना छुट्याउने पुल हो। यदि तपाईँहरूलाई पनि फर्निचर कार्पेट पर्दा या डेकोरको सम्पूर्ण सामानहरू चाहिएको छ भने तपाईँ हाम्रो टिकटकमा रहेको सुपर इन्टेरियर एसडी सप्लायर्स एन्ड डेकोर र हाम्रो युट्युब च्यानल डेली इन्सपायर्ड ब्लग फेसबुक पेज सुपर इन्टेरियर्स र एसडी सप्लायर्स एन्ड डेकोरमा पनि तपाईँ सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो डाइरेक्ट कन्ट्याक्ट नम्बर वाट्सएप रहेको छ 98 65 91 18 50 र 98 65 67 04 72मा पनि तपाईँ कन्ट्याक्ट गरेर हामीलाई भन्न सक्नुहुन्छ। यो हो हाम्रो भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर 1 शिव मन्दिरमा। यो रोड बनेको मात्रै 3-4 महिना मात्रै भयो। यो रोड बनेको हामीले यहाँनिर कुरेर हामीले हाम्रो जुन कस्टमर हुनुहुन्थ्यो उहाँले कल गऱ्यौँ। हिजो मात्रै आएर उहाँले हामीलाई अर्डर गर्नुभएको थियो। हामी यहाँबाट लेफ्ट आउनु भन्नुभयो उहाँले, हामी लेफ्ट अगाडि जानेछौँ। कहाँनिर उठ्नु भएको छ हामीलाई अलि अगाडि गएर यो चाहिँ बाटो बनेको छैन जुन हामी अहिले हिँडिरहेको बाटो चाहिँ यो बाटोबाट तपाईँ सरस्वती खेल जानु सक्नुहुन्छ। यो सरस्वती खेलमा रहेको बस पार्कमा पनि जानु सक्नुहुन्छ। एकदम छोटो बाटो हामीले त्यहाँ पर्दा इन्स्टल गऱ्यौँ। तपाईँ पर्दा लगाउनुभन्दा पहिला यसरी इन्ची टेपले पुरै मार्किङ गर्नुपर्छ र ब्र्याकेटको जुन होल हुन्छ त्यो होलमा टिक लगाएको देखाउनु। यसरी तपाईँको दुईवटा किला अड्किने ठाउँमा टिक लगाउनु होला। त्यो टिक लगाएको ठाउँमा अब हामी ड्रिल गर्नेछौँ। किनकि त्यो ब्र्याकेट पाइप अड्काउनुको लागि ब्र्याकेट लगाउनुको लागि हामीले ब्र्याकेट भएको हुनाले दुईवटा मात्रै छ। तीनवटै छैन किनकि ठुलो तीनवटा पल्लाको झ्याल छ भने ब्र्याकेट लगाउँछौँ। तीनवटा ब्र्याकेटभन्दा कमको झ्याल छ भने त्यहाँ साह्रो अप्ठ्यारो हुँदैन 2 फिटमा पनि। तर लामो हुने भएकोले हामी नलच्कियोस् भनेर हामी तीनवटा ब्र्याकेट लगाउँछ र ब्र्याकेट होल गरिसकेपछि पहिला माछा ब्र्याकेट हो। ब्र्याकेटलाई हामीले ग्रिप लगाइसकेपछि ब्र्याकेट लगाउने, किनकि पेजलाई बाहिर निक्लिने भएकाले हामीले ग्रिप लगाएर मात्रै फेरि ब्र्याकेट लगाउँछौँ। र ढलानतिला पनि हालिरहेको हुन्छ तर त्यसले त्यति साह्रो मजबुती दिँदैन बलियो नहुने भएकाले ग्रिप लगाएर मात्रै यसरी ब्र्याकेट लगाउनु होला। हामी हाम्रो वाट्सएप 98 65 91 18 50 र 98 65 04 72मा हामी आफै आएर घरमै आएर फिटिङ गरिदिनेछौँ। त्यो पर्दा पनि तपाईँ रेडिमेड पर्दा चाहिएको छ भने पनि हामीलाई कन्ट्याक्ट गर्नु होला। तपाईँले थानको पर्दा जुन एकदम हेभी कटनमा वुडमा एकदम राम्रो हुने कन्ट्याक्ट गर्नु होला। फर्निचरको लागि पनि हामीसँग सुपर इन्टेरियर्स त्यसका लागि पनि हामीले कन्ट्याक्ट गर्नु होला। हाम्रो वाट्सएप मैले अलरेडी बताइदिएको छु, तपाईँलाई म डिस्क्रिप्सनमा पनि राखिदिनेछु। यसरी हामीले तीनवटै ब्र्याकेट लगाइसक्यौँ। तीनवटै ब्र्याकेट लगाइसकेपछि हामी यो पर्दालाई यो पिभिसी पाइपमा हाल्नेछौँ। पाइप पनि धेरै थरीको हुन्छ। तपाईँ प्लास्टिकमा पनि यो पिभिसी पाइप हुन्छ, प्लास्टिक पाइपलाई भित्र चाहिँ स्टिलकै हुन्छ, भित्र चाहिँ फलाम हुन्छ, बाहिर चाहिँ यो बाहिरबाट प्लास्टिकले बेरिया हुन्छ सेफ्टीको लागि। यसलाई हामी पिभिसी पाइप भन्छौँ। पिभिसीमा पनि कलर डिफ्रेन्ट अप्सन हुन्छ, तपाईँ जुनसुकै पनि सिलेक्ट गर्नु सक्नुहुन्छ। र त्यसपछि स्टिल आउँछ, वुडन पाइप आउँछ। पाइप धेरै थरीका आउँछन्। तपाईँ जस्तो चाहिएको छ त्यस्तो पाइप
अर्डर गर्न सक्नुहुन्छ। तर प्राइस चाहिँ यिनीहरूको धेरै डिफ्रेन्स हुन्छ। यसरी पिभिसी पाइपमा हामीले यो पर्दा लगाइसकेपछि हामी यो ब्र्याकेटमा अड्काउनेछौँ, ब्र्याकेटमा झुन्ड्याउनेछौँ। किनकि पिभिसी पाइप भन्दा पनि म चाहिँ सजेस्ट गर्छु स्टिल पाइप लगाउनलाई। एकदम मजबुत पनि हुन्छ, यो पनि मजबुतै हुन्छ, त्यति कमजोर चाहिँ हुँदैन। तर स्टिल पाइपमा पर्दा सराउन एकदम समस्या, त्यति कति पनि समस्या आउँदैन। नत्र यिनीहरूमा थोरै समस्या आउँछ। तर समस्या भन्दा पनि राम्ररी नसर्ने भएकोले स्टिल पाइप अलि महँगो भए पनि दिगो हुन्छ, दीर्घकालीन हुन्छ। त्यही भएर स्टिल पाइप लगाउनलाई सजेस्ट गर्छु। तपाईँलाई पनि पाइप चाहिएको छ, पर्दा चाहिएको छ, फर्निचर चाहिएको छ, कुनै पनि होम डेकोरका वालपेपर, वाल फर्म केही पनि चाहिएको छ भने तपाईँ हामीलाई वाट्सएप गर्नु होला। हाम्रो वाट्सएप 98 65 91 18 50 र 98 65 67 04 72 र हाम्रो टिकटक छ सुपर इन्टेरियर्स, त्यसलाई पनि फलो गर्नु होला। एसडी सप्लायर्सलाई फलो गर्नु होला। यो हाम्रो फाइनल लुक यस्तो आएको छ।